मलाई यो एउटा दिनु न यो एक्लेयर खाने हो थ्याङ्क यू पाटपट्टि नै म खाने मेरो फेभरेट चिज बासी भयो जस्तो आज भ्यालेन्टाइन डे चकोलेट अनि टेडी बेयर 1400 रुपियाँ जस्तो पो मलाई त यो मनपर्छ सपिङ खानिदिउँ है त किन्ने चाहिँ दुईवटा सामान होला यत्रो बोकेर के गर्ने हो यहाँ कस्तो अप्ठ्यारो छ यहाँ तेरिका पेपे 50 रुपियाँ थियो भने किम्ची कोरियन हो तर यहाँ जापान किम्ची भनेर लेखेको छ अनि फेरि मेड इन नेपाल रहेछ लो मेरो कार्टै छैन तर टेक दिस नाउ कत्रो ठुलो स्ट्रबेरी है मलाई यो किन्न मन छ क्या तर 3300 रुपियाँ रे के यो पनि राम्रो छ यो 180 मात्रै ओइ थ्याङ्क यू